सबैजनालाई गुड मर्निङ। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अहिले बिहानको तपाईँको लगभग 6 बज्न लाग्छ। आजभोलि अब चिसो मौसम हटेको हुनाले मौसम एकदम सफा देखेको छ। तपाईँको 6 नबज्दै अगाडि हल्का हल्का चिसो छ। अब गर्मी पनि बढ्दैछ, हेर्न सक्नुहुन्छ तपाईँको कोलपुरमा। अब झिसमिस उज्यालो, धेरै उज्यालो भइसक्यो। झिसमिस पनि हेर्न होइन, तपाईँलाई म बिहानको कोलपुरको वातावरण देखाउँछु। हेर्न सक्नुहुन्छ, यस्तो छ कोलपुरको वातावरण। हेर्न सक्नुहुन्छ, त्यो हाम्रो गोलपाराको भ्यू टावर त्यो भयो तपाईँको कोलपुरको। हेर्न सक्नुहुन्छ, आधी चन्द्रमा पनि देखेछ। हेर्न सक्नुहुन्छ, आधी चन्द्रमा, पुरा होइन, आधी चन्द्रमा। यो तपाईँको कोलपुरको भ्यू टावर। तपाईँ यस्तै गरेर तपाईँको त्यति मात्र नभएर तपाईँ बाटो देख्न सक्नुहुन्छ। मान्छेहरू बिहान बिहान आफ्नो काममा लागिसके। हेर्न सक्नुहुन्छ, मान्छे आफ्नो आफ्नो काममा लागिसके। तपाईँको यो 10 बिघा जाने बाटो होइन, तपाईँले हेर्न सक्नुहुन्छ। कोलपुरको दृश्य कस्तो छ, आनन्द छ, सौन्दर्यता छ, हेर्न सक्नुहुन्छ। मान्छे बिहान चाहिँ आफ्नो आफ्नो काममा हिँड्ने गर्छन्, त्यसैले सब आफू आफूमै व्यस्त हुन्छन्। यहाँ सबैलाई आफ्नो आफ्नो कामको छ। यति भन्दै म अहिलेको भ्लग, बिहानको भ्लग यति नै राखेँ। मैले दिउँसो के गर्छु, कस्तो गर्छु भनेर तपाईँको म देखाउने छु। अब आजबाट काममा पनि जानु छ, फिल्डमा पनि जानु छ। त्यसैले यति भन्दै ओके, बाई।